हिन्दीमा एउटा उखान छ नि, रात गई बात गई। ठ्याक्कै त्यस्तै अहिले नेपालको शिक्षक आन्दोलन भइरहेछ। विगत 8-10 वर्षदेखि यिनीहरूले सडकमा जाने, प्रदर्शन गर्ने, हाम्रा मागी नि हुन्, सम्बोधन गर्दै भन्ने गर्न थालेको 8-10 वर्ष हुन थालिसक्यो। शिक्षकहरूलाई 1-1.5 महिनासम्म त सरकारले बालै दिन्न, जेसुकै गर भन्छ। अनि त्यस पछाडि एउटा कागजको खोस्टोमा 3-4वटा बुँदा राखेर यो सम्झौता भएको भनेर कर पठाउँछ। सरकार परिवर्तन हुन्छ, फेरि पुरानै गभर्मेन्ट आउँछ, फेरि अर्को नयाँ आउँछ, चलिरहन्छ त्यो त सरकार परिवर्तनको खेल त। तर शिक्षकहरूको मागलाई कसैको पनि मतलब छैन के, बालै छैन। किन बालिदियोस् त? चुनावको बेलामा हाम्रो झन्डा बोकेर, हाम्रो झोला बोकेर गाउँ गाउँमा टोलटोलमा मत माग्न हिँड्ने त तिमीहरू नै हो, किन बालिदिन्छ त? आखिरी जसलाई चाहिँ शिक्षकहरूलाई सरकारले गुलाम बनाइरहेछ, चाहे जुनसुकै ठाउँमा होस् के, राजनीति गर्ने पनि उनी हुन्, गाउँमा कार्यकर्ता भेला गराइदिने पनि उनी हुन्, बाहिर नदेखिए पनि चुनावमा डाइरेक्टली उनीहरूलाई चुनाव जिताउने पनि शिक्षकहरू नै हुन्। किन बालिदियोस् त सरकारले? आखिरी जेसुकै होस्, अबको यही अवस्था चलिरहने हो भने अझै 15-20 वर्षसम्म कसैले केही गर्न सक्नेवालै छैन। किनभने जबसम्म शिक्षकहरू इन्डिपेन्डेन्ट भएर हामी शिक्षक हौँ, हाम्रो छुट्टै एउटा आफ्नो स्थायित्व छ, हाम्रो आफ्नो ठाउँ छ भनेर जबसम्म सरकारसँग एउटा स्वतन्त्र सङ्गठनबाट लड्दैनन् नि, तबसम्म केही समस्या समाधान हुनेवाला छैन।